हेलो नमस्ते नमस्कार सबैलाई स्वागत छ। म आज चाहिँ यो कमलाको विषयमा चाहिँ हाम्रो कमला नदी नियन्त्रण त तपाईँको भएको छैन र अर्को कुरा के हो भने चाहिँ कमला चाहिँ धेरै फोहोर भयो, धेरै दूषित भयो र यो पानी चाहिँ अब विशेष गरी चाहिँ जीव जन्तु होइन गाईबस्तुहरूले चाहिँ पिउने र यो पानी चाहिँ दूषित यस्तो भइदियो कि यसैको विषयमा भनौँ न। म चाहिँ हाम्रो सुनिल दाई यहाँ आउनु भएको छ। बिहानको बखत ठ्याक्क मर्निङ टाइममा चाहिँ भेट भयो र दाईसँग चाहिँ मैले थोरै कुरा चाहिँ मैले भिडियो बनाउने चाहिँ यसो जमर्को गर्दै र दाईलाई चाहिँ मैले यो कमलाको विषयमा चाहिँ हाम्रो यो कमला नदीमा चाहिँ जस्तै कि फोहोर हुने धेरै त भइ नै हाल्यो। यसका साथसाथै अहिले कमलामा चाहिँ यो विष हाल्ने जस्तै कि करेन्ट लाउने बम खसाल्ने जुन यो चाहिँ तपाईँको भनौँ न कानुन विपरीत छैन यस्तो यो खालको चाहिँ हटकर्म अपनाउने र माछा मार्ने जुन तरिका छ नि, यस्तो जुन यो तरिकाले माछा मार्ने चाहिँ मान्छेलाई चाहिँ तपाईँहरूले कसरी सचेत गराउन सक्नुहुन्छ? एकचोटि यो विषयमा चाहिँ अलिकति थोरै बुझोस् न जनताले चाहिँ यो माछा कसरी किन खाइरहेछ र यो खाँदा चाहिँ के भइरहेछ भनौँ न, रोगहरू फैलिन सक्छ भनौँ न। विशेष गरी यो विषयमा चाहिँ थोरै जानकारी होस् भनेर चाहिँ भन्नु होला। हस्, नमस्ते सबैलाई। विशेष गरी के छ भने यहाँ हाम्रो यो कमला नदीमा अब हाम्रो यो स्थानीयहरू यहाँ मात्रै होइन, भएको जति यो जति कमलामा हामी स्थानीयले नै यसको भोगचलन गर्ने हो। यसलाई सफा सुधार राख्ने पनि जिम्मेवारी त हाम्रै हो। तर कतिपय के हुनुहुन्छ भने हाम्रो स्थानीयहरूले अब जस्तै घरमा भएका फोहोरहरू पनि होइन, जस्तै प्लास्टिकहरू के यो कपडाहरू ल्याएर होइन यो कमलामा फालिदिने। त्यसो हुँदाखेरि यो धेरै दूषित हुन्छ। अब यो राम्रो त होइन, अब यसले नै रोगहरू फैलाउने हो। अनि अर्को कुरा के छ भने यो विष हालेर माछा मार्ने, यो बम हालेर माछा मार्ने होइन, यो औषधिहरू यसरी यो युज गर्यो भने त्यो माछाहरू मात्रै होइन, यो त धेरै कति जीव जन्तुहरू सबै मरेर यो प्रकृतिको नै अलिकति उथल पुथल गर्ने हो, प्रकृति प्रक्रियामा नै। यो चाहिँ राम्रो होइन। अब स्थानीय तहले चाहिँ ध्यान दिनुपर्ने कुरा के छ भने यसो बेला बेलामा निगरानी गर्नु। त्यस्तो धेरै स्थानीयहरूले यो फोहोर फाल्ने अनि अरू यो माछाहरू मार्ने बम पड्काउने उहाँहरूलाई पनि यसो सचेत गराउनु। अब भेटेरै त सचेत हुँदैन समायो भने त अब कारबाही हुन्छ होइन। त्यही पनि सकभर कुन तरिकाले हुन्छ भने स्थानीय तहमा नै होइन, घर घरमा गएर या टोलमा होइन त्यस्तो पाराले या केही अब सबैलाई थाहा हुँदै पनि यो मारिने रहेछ विशेष गरेर होइन, त्यो पूर्णतया सचेत नभएको या डर नभएको भन्नु पर्यो। अब उहाँहरूलाई पनि सकभर यसो भेटाएको बेलामा चाहिँ कारबाही गरेको राम्रो। अब जस्तो अब बमकै कुरा गर्नु भयो भने अब कहाँबाट ल्याउँदो रहेछ बम, बेला बेलामा त माछा मार्दो रहेछ यहाँदेखि त्यहाँसम्म। हामी सबैलाई अब यसो ल है बमले माछा मारो भनेर भन्छौँ, कुन बेला आएर मार्छ के हो त्यो चाहिँ अलिकति यो राम्रो पनि होइन। यो बमले करेन्टले यस्तो माछा भने त त्यो मार्ने मान्छे पनि अलि सावधानीहरू यसो अप्नाएर भने त्यो बम लागेर मर्न सक्छ, घाइते हुन सक्छ। यो विषले त कति सखा पार्छ त्यो त्यति मात्रै होइन। अब विशेष के हाम्रो यहाँको अब स्थानीयहरूले नै अब यसलाई संरक्षण गर्ने हो। अब सकेन भने त्यसको अब भोगाइ पनि आफैले भोग्नुपर्छ आउने भविष्यमा। यो चाहिँ हो। जस्तै कि अरू अब जस्तै कि यो मैले चाहिँ बुझ्दै आएको भनौँ न। अब हामी त यहीँ खाएको यहीँ हुर्केको यही कमलाको माछा चाहिँ खाएर हुर्केको भन्नुपर्दा चाहिँ मैले चाहिँ हामी भनौँ न। र अहिले चाहिँ जस्तै कि अर्को कुरा के हो भने जस्तै कि यहाँको आदिवासी हामी नै हो नै। हामीले चाहिँ कस्तो खालको अहिले दुःख भनौँ न, एउटा दुःख नै भनौँ, किनकि हामीले यहाँनिर अब दुःख गरेरै माछा मार्नुपर्छ नि त। यहाँनिर धेरै मिहिनेत गरेर चाहिँ यस्तै बाँधहरू लायो, भनौँ न बाँधेर माछा छेकेर भनौँ न माछा मार्न खोज्यो र माछा चाहिँ यो एरियामा चाहिँ तपाईँको पाउन गाह्रो भनौँ न, पाउँदैन। दुई छाक पनि खान अलिकति यो माछा अहिले गाह्रो हम्बे भएको छ। र यो अवस्थामा सरी यो अवस्थामा चाहिँ यो एरिया भनौँ न विशेष गरी यो सिरथौली एरिया मात्रै हो कि यो कमलाभरि नै हो यो खास चाहिँ? त्यो यो कस्तो रहेछ नि हाम्रो कमला नदीमा भनेको अब यो माछा मार्ने होइन, अब जस्तो हाम्रो स्थानीयहरूले नै हो। अब भन्नु पर्दाखेरि बम पनि उनीहरूले नै हाल्ने हो, विष पनि उनीहरूले, करेन्ट पनि उनीहरूले लाउने हो।
हजुर हजुर अनि अर्को भयो भने चाहिँ जस्तै पहिला नै हाम्रो बाजे बराजे पुर्खाहरूले होइन जुन तरिकाहरू अपनाउनु भएको थियो नि, जस्तै हातले मार्ने अनि यो खोला बाँधेर मार्ने, त्यस्तोमा त त्यो खासै त्यस्तो चाहिँ असर हुँदैन। अब जस्तै यो विष हाल्यो भने त्यसले त भरे भएको कहाँसम्म विषको अब क्षमता हुन्छ त्यहाँसम्मको त केही बाँकी राख्दैन। किरा मकौरा माछा साछा सबै मारेर लाने। यहाँ मात्रै हाम्रो होइन, यो कमला नदी लगभग पुरै पुछारसम्मै विषहरू सबै हाल्दो रहेछ। त्यो हामी उता पनि अस्ति त्यो घुम्न जाँदाखेरि त्यो विष हालेको रहेछ। अब माछा त अब के माछा मात्रै हो र भएको जीवजन्तु के हुन्छ सबै किरा मकौराहरू सबै मर्ने रहेछ। है त यसमा चाहिँ सचेत हुनु पऱ्यो सबैजना। र मैले चाहिँ अब मेरो अब कुरा के रह्यो भनेपछि सकेसम्म चाहिँ यो कमला नदीमा चाहिँ तपाईँको विष हालेर चाहिँ तपाईँको यो जघन्य अपराध पनि हो। र हाम्रो चाहिँ गाई बस्तु चाहिँ तपाईँको दिनहुँ तपाईँको यहाँनिर चाहिँ अब ल्याउनु पर्ने यो यसैको यही पानी चाहिँ अब पिउने कारणले चाहिँ यहाँ हाम्रो जस्तै कि अब यो पूर्वकाल नभनौँ, हामी जन्मिँदा हामी यो उसमा भनौँ न यो कमलामा नुहाउन आउँदाखेरि भनौँ न त्यतिखेरदेखि नै लगभग 15-20 वर्ष अगाडिदेखि नै मैले चाहिँ देखेको के हो भनेपछि एउटा राजहाँस भन्ने हुन्थ्यो, खरा हाँसिन भन्छ दनुवार भाषामा। यो हाँसहरू जीवजन्तुहरू जति छ नि अहिले देखिने त्यतिखेर देखिन्थ्यो, अहिले त्यो लोप हुँदै गइराखेको छ। यसमा जस्तै कि लोप त भयो, यो विष हालेर त्यो खरा हाँसिनलाई पनि अब विष हालेर चाहिँ मारेर चाहिँ खाने त्यो खालको चाहिँ तरिका चाहिँ एकदम सरासर गलत हो। र यसमा चाहिँ यहाँको नगरपालिकाभरि नै दुधौली नगरपालिका कमला खोजभरिकै जनताले चाहिँ सचेत हुनुपर्छ। र सकेसम्म चाहिँ वडाको वडा र चाहिँ जनप्रतिनिधिहरूले चाहिँ यो सकेसम्म यो कमला नियन्त्रण, कमलामा दूषित भयो, फोहोर भयो, यसलाई चाहिँ यो नियन्त्रण गर्नको लागि चाहिँ यो अभियान चाहिँ सकेसम्म चाहिँ छिटैभन्दा छिटै अगाडि बढायोस् भन्दै म यो कुरा चाहिँ भनौँ न यो यहीँ टुङ्ग्याउन चाहन्छु। हस् त, धन्यवाद। हस् ओके सुन्दै बिहानै तपाईँलाई पनि अब थोरै समय लिए होइन, यसको लागि समय पनि दिनुभयो, धन्यवाद तपाईँलाई पनि। हस् त, ओके हस्।